हेलो दर्शक नमस्ते एन्ड वेलकम टु एमएफएच ब्लग। कस्तो हुनुहुन्छ हजुरहरू? म चाहिँ अहिले यो थकाली ड्रेस लगाएको छु किनकि आज हाम्रो पार्टी छ। अनि त्यसपछि हामी जान गइरहेको ठाउँ चाहिँ कार्की ब्याङ्क्वेट हो। सो दिस इज थकाली ड्रेस। मैले पहिला कालो चोलो लगाएको थिएँ, यसपालि चाहिँ म ब्लू कलरको चोलो लगाएको छु, हम्मेल एन्ड कन्ठीसँग मिलाएर। मैले पार्टीमा के खाएँ सबै देखाइदिन्छु है त। खानेकुराहरू हेर्दै गर्नुहोस् होला। हामी 12 बजीतिर कार्की ब्याङ्क्वेट पुगेको थियो। त्यहाँ चाहिँ एकदम सन्नी थियो होइन, खानेकुराहरू टन्नै थियो, कर्नहरू थियो, आलु, मुस्ताङ्गे आलु, अनि पछि मसरुमहरू, त्यसपछि नन भेजको लागि पनि थियो। यो चाहिँ मेरो भेज प्लेट हो। सो यहाँ चाहिँ मैले कर्न अनि टेम्पुरा चाहिँ सबैभन्दा दामी थियो, अनि त्यसपछि कर्न पनि एकदम बबाल थियो। यति धेरै मिठो थियो कि मैले कन्स्ट्यान्टली थपेर खाइरहेको थिएँ। मैले 3 प्लेट त स्न्याक्स मात्र खाएँ, 2 चोटि थपेँ मैले। अनि नन भेजहरूको लागि चाहिँ यो पिगको मासु अनि थियो। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई। हेलो दर्शक नमस्ते एन्ड वेलकम टु एमएफएच ब्लग। कस्तो हुनुहुन्छ हजुरहरू? म चाहिँ अहिले यो थकाली ड्रेस लगाएको छु किनकि आज हाम्रो पार्टी छ। अनि त्यसपछि हामी जान गइरहेको ठाउँ चाहिँ कार्की ब्याङ्क्वेट हो। सो दिस इज थकाली ड्रेस। मैले पहिला कालो चोलो लगाएको थिएँ, यसपालि चाहिँ म ब्लू कलरको चोलो लगाएको छु, हम्मेल एन्ड कन्ठीसँग मिलाएर। मैले पार्टीमा के खाएँ सबै देखाइदिन्छु है त। खानेकुराहरू हेर्दै गर्नुहोस् होला। हामी 12 बजीतिर कार्की ब्याङ्क्वेट पुगेको थियो। त्यहाँ चाहिँ एकदम सन्नी थियो होइन, खानेकुराहरू टन्नै थियो, कर्नहरू थियो, आलु, मुस्ताङ्गे आलु, अनि पछि मसरुमहरू, त्यसपछि नन भेजको लागि पनि थियो। यो चाहिँ मेरो भेज प्लेट हो। सो यहाँ चाहिँ मैले कर्न अनि टेम्पुरा चाहिँ सबैभन्दा दामी थियो, अनि त्यसपछि कर्न पनि एकदम बबाल थियो। यति धेरै मिठो थियो कि मैले कन्स्ट्यान्टली थपेर खाइरहेको थिएँ। मैले 3 प्लेट त स्न्याक्स मात्र खाएँ, 2 चोटि थपेँ मैले। अनि नन भेजहरूको लागि चाहिँ यो पिगको मासु अनि थियो। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई।